100 किलोमिटर आइसक्यो होला अहिलेसम्म त्यस्तै सम्म बाटो सम्म जग्गा अझ पनि सकेको छैन जति पनि जग्गा अनि यो नयाँ गाडीमा हाम्रो फर्स्ट ट्रिप हो यहाँ मेरो साथी निरज छ हेलो आन्टी भिडियोमा हेलो सुनिता हेलो हाम्रो बच्चाहरू फर्स्ट टाइम 3 घण्टा ड्राइभमा 3.5 घण्टा थाके अर्का कस्तो भयो छैन गजब धेरै गजब निल्गी के रहेछ नामको नाम चाहिँ यो प्रोनाउन्स गर्न पनि अलिक गाह्रो जस्तो छ हामीलाई Already gave you the time and the place, so don't be shy. Just come be the man I need. Tell me you got something to give. I want it. I kinda like it when you call me wonderful. Whatever the type of. यो चाहिँ शिवराङ हो हामीले सेकेन्डरी स्कुलमा पढ्नु पर्थ्यो जसरी यसरी हान्दाखेरि जसरी हान्यो त्यसरी नै फर्किन्छ भन्छ र अर्को कुरा त्यहाँको जनावरलाई जसलाई आक्रमण गरेको उसलाई लाग्यो भने चाहिँ त्यही ठाउँमा ढल्छ खुट्टामा लाग्यो भने टाउको लाग्यो भने लागेन भने चाहिँ यो यसरी जसरी हाल्यो त्यसरी नै फर्किन्छ त्यसैले यसको नाम चाहिँ बुङ्गोराङ यो चाहिँ ह्यान्ड पेन्टेड हो यहाँको आदिवासी जनजातिहरूको एबोरिजिनल हुन्छ उहाँहरूको आर्ट हो यो अनि यो आर्टहरू पनि एकदमै विश्वकै पुरानो आर्टहरू भन्नुपर्छ आदिवासी जनजातिको 50-60 हजार वर्षभन्दा पुरानो आर्ट भन्नुहुन्छ यो यसको पनि मिनिङ छ यो माथिबाट हेर्दाखेरि ठ्याक्कै यस्तो देखिन्छ वेलहरू वेल लाइन लगाउँदा यो समुद्रमा भनिन्छ अनि यसको पनि मिनिङ चाहिँ यो कुनै ठाउँको चाहिँ ठ्याक्कै माथिबाट इगल आई भ्यूबाट चाहिँ देखिन्छ भन्ने खालको हो र उहाँहरूको चाहिँ यो आर्टहरू एकदम नष्ट गर्नुपर्छ यो जुन आर्टहरू देखिन्छ क्यापमा बोटलमा यो ब्रान्डमा यो चाहिँ यहाँको आदिवासी जनजातिहरूको एकदमै वर्ल्डको पुरानो हुनुपर्छ हस्त धन्यवाद वास्ट एन्ड वोन यसरी नै पानीले गरेर चाहिँ अनि यस्तो पानीले कसरी आकार बन्छ कसरी पानी आउँछ भनेर देखाएको यिनीहरूले स्पोन जस्तो हुन्छ अरे 600 million years ago को एन्सियन्ट टाइमको बेड रक्स फर्म रह्यो गुफाहरू अनि 554 million years ago को यो फर्स्ट एनिमल विथ हार्ट सेल्स एन्ड ब्याकबोन्स यो ब्याकबोन भएको एकदम हार्ट सेल भएको फर्स्ट एनिमल यो 540 मिलियन वर्ष अगाडि 500 वर्ष अगाडि के छ यो व्हेल जस्तो माछा आयो 400 वर्ष अगाडि यहाँ आयो अर्को बटरफ्लाई जस्तो यहाँ आयो 300 मिलियन अगाडि यो 250 मिलियन अगाडि जुरासिक पिरियडको आयो 200 वर्ष मिलियन अगाडि भन्ने अप्ठ्यारो सबै कुरा मिलियनमा छ यहाँ यो 100 मिलियनमा 65 मिलियन इयर्स अगोमा चाहिँ यो चमेरो आयो अनि प्रेजेन्ट डेमा चाहिँ लाइमस्टोन एट लास्ट क्याङ्गारू आयो प्रेजेन्ट डे हामी जाँदैछौँ के हुन्छ हेर्दै जाउँ हामीले चाहिँ होइन पृथ्वीको सुरुवातदेखि 600 मिलियन अगाडिदेखि प्रेजेन्ट डेसम्मको त्यहाँ हेरेर आएको छौँ अब चाहिँ हामी निल्गी केभ जाँदैछौँ यो मेरो छोरीहरूको फर्स्ट भिजिट हो केभमा हाम्रो पनि अस्ट्रेलियामा त फर्स्ट भिजिट नै हो छोरीहरू रुनु त रुँदैन होला यहाँ चाहिँ मजाले हाम्रो मन्जुश्री गुफामा जस्तो चाहिँ छैन
यहाँ चाहिँ मजाले यस्तो भर्याङहरू बनाइराखेको छ। हालमा चाहिँ नेचुरल नै राख्न हामीले प्रिफर गऱ्यौँ। यहाँ चाहिँ यसरी इजी एक्सेस छ, यसरी बच्चा बोकेर पनि आउनु मिल्ने भएको छ। छोरी रुँदैनौ नि तिमी? वाउ, यता हेर छोरी। वाउ, ए कस्तो खतरा। वाउ छोरी, डर त लागेको छैन नि यो गुफामा आउँदा? हेर कस्तो राम्रो गुफा छ। तिम्रो भर्खर 9 महिनाको बच्चालाई पनि यसरी बोकेर यहाँ ल्याउन मिलेको छ है। ओहो कति राम्रो। ल तिमी मेरो खिच्दै म तिम्रो खिच्छु। ओहो ल फेरि हेर्ने यहाँ गएर हेर है। डर लाग्यो तिमीलाई? छैन नि छोरी। हेर छोरी। Hi, sorry, first time in cave. I'm enjoying it. भन न है। अझ उता जान मिल्छ। ओहो खत्रै ठाउँ। हाम्रो एसियाकै 3rd लङ्गेस्ट केभ भएको ठाउँको छोरीहरू हो नि त। तिम्रो हजुरबुवाको बुवा त 4 दिन चोबारको गुफामा हराएको अरे। 4 दिन। ल अब यो छोरो फर्किँदैन भनेको थियो अरे। अनि पछि हाम्रो लक्ष्मीनारायण बाजा फर्किनु भयो 4 दिनपछि। त्यही भएर यी 9 महिनाका बच्चाहरू यो यस्तो केभमा आउँदा पनि डराएको छैन, रोएको छैन। छोरी डर लागेको छैन है गुफामा? हामी चाहिँ यस्तो गुफाबाट हाम्रो मिली आउँदैछ। त्यहाँ निरज डन हुनुहुन्छ। सुनिल ए बिस्तारै मिली त्यहाँ लुलिनु पर्छ। सुनिल दाइ मान्छेको कोठासोठा बनाएरै बसेको क्याबिन च्याम्बर जक्सन हुन्छ क्या गुफाहरू। यस्तो बस्ने जक्सनहरू हुन्छ। हाम्रो निरज याद छ हाम्रो गुफामा फर्स्ट जक्सन, सेकेन्ड जक्सन, थर्ड जक्सन त्यहाँ बस्नलाई मजाले ठाउँ भएको यहाँ पनि जक्सन रहेछ कि? छ नि अलिकति जाने जक्सन डाँडामै हो। कति केभ छ अरे। यस्तै हुन्छ। अनि यहाँ चाहिँ बस्ने हो क्या, एकछिन रेस्ट गर्ने, पानी सानी खाने अनि फेरि जाने। आउँछु नि ल है नरोको गुफामा आउँदा पनि गर्दैछ यहाँ बच्चा। चुबारे हो नि। डर लागेन? एसियाको 3rd लङ्गेस्ट केभ छ हामीसँग। हामी डराउँछौँ? डर लागेन? हाम्रो जिनमै गुफामा छिरेको एडभेन्चर गरेको वाला छ। मिली मेमोरी चाइल्डहुड मेमोरिज याद है। अब अगाडि जाने एक्सप्लोर गर्न नि यहाँ खिच्नु होला टक्क देख्छु। हामी यहाँबाट आएको होइन नि? होइन, यो त अब हामी नयाँ नयाँ ठाउँमा जाँदैछौँ नि। मेन स्ट्रिममा जाँदैछौँ अहिले हामी। अनि यहाँ चाहिँ हेर माथि टाउको पुग्न सक्छ। के हो? हामी जाँदैछौँ। आफ्नो पनि आउँछ पछाडिको पनि। धाराको मुनिपट्टि यस्तो सेतो बस्छ नि नुन जस्तो, त्यही हो कि यो चुनढुङ्गा हो। यो दामी स्टोन हुन्छ चुनढुङ्गा। अनि बग्दै 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 पानी बग्दै गएपछि अनि यसरी सेपहरू बन्दै जान्छ। चुनढुङ्गा हो क्या चुनढुङ्गा। छोरी
स्टोनको पहिला त्यत्रो खिचेको लाग्छ खतरै छ नि यहाँ पुग्नलाई हेर यो गुफाभित्र यसरी मजाको बाटो बनाएको छ अनि शिवलिङ्ग जस्तो यो शङ्ख जस्तो हाम्रो बन्दीपुरमा नि यस्तै गुफा छ अनि त्यहाँ चाहिँ त्यस्तो भनिन्छ कुनै श्रीपेद जस्तो कुनै शिवलिङ्ग जस्तो भन्दै देखाउनु भएको थियो त्यहाँको गाइड दाइले होइन यो नयाँ ठाउँ हो केप कलर्स यो अलिकति डिफ्रेन्ट कलर्स यो पनि एकदमै राम्रोसँग प्रेजेन्ट गरेको छ लाइट दी वरि वाउ क्यामेरामा भन्दा अझ यो लाइभ धेरै राम्रो छ केमा त न्यानै हुन्छ त खासमा भयो क्या हो बाक्लो पनि भयो अनि यो पनि भयो यसरी लाइटहरू राखेर त्यो देखाउनु खोजिएको छ त्यहाँभित्र पनि हेर्ने कुरा छ रमाइलो कुरा छ राम्रो कुरा नेचुरल्ली बनेको कुरा छ भनेर यो चाहिँ एकदमै इम्प्रेसिभ लाग्यो मलाई कस्तो राम्रो फ्ल्यास अन गर न कस्तो ठाउँमा आएको है तर नेपालमा यस्तो खाली चाहिँ छैन जस्तो छ है कस्तो धेरै हेर न यो त हेर्नै Every step we go down, we have to climb up. If you go down, Yeah, hold on just one side, buddy. Every step you go down, you have to come up. You go now? want to bring back Are we going up? खतरै छ नि होइन बच्चाहरूको नखिच ल छोरी 9 महिनाको उमेरमा तिमीहरू गुफा पनि छिरेर फर्किन सफल भयो तिम्रो जुजु बाजे जस्तो 4 दिन गुफामा हराउनु परेन कसरी बाँच्यो भनेर सोच्लौ तिमीले 4 दिन चाहिँ त्यहाँ पानी हुन्छ चखुइती पानी खाएर बाँच्नु भएको रे ल गिल्गी केभ भ्रमण पनि सकियो